हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको मेरो डे 1 ब्लगमा। आज चाहिँ म के कस्तो क्रियाकलापहरू गर्छु भनेर तपाईँहरूमा सेयर गर्न मन लाग्यो के, त्यसैले उठेँ। त्यसपछि चाहिँ म बेडसिटहरू मिलाउन लागेँ। अब मलाई चाहिँ अब ढङ्ग त छैन साथीहरू, फेरि बिस्तारा बेडसिट मिलाएको देख्यो भने फेरि मेरो बेइज्जत चाहिँ नगरिदिनु होला। मलाई चाहिँ केही ढङ्ग छैन, यहाँ ढङ्ग नभएरै म होस्टेलमा बसेँ। अब काम गर्न सक्दैन आउँदैन केही पनि के, अनि त्यही भएर होस्टेलमा बसेँ। अब त्यो बेइज्जत नगर्नु होला फेरि। त्यो सिराती पनि त्यस्तै राखेको छु कि साथीहरू, होइन सबैले त्यसलाई चाहिँ मजाक नगराइदिनु होला। त्यसपछि गएँ म ब्रस गर्दाखेरि पनि हेर्नु न कस्तो गरिरहेको छु मैले, घरि यता घरि उता त्यस्तै हो। म अलि बच्चा जस्तै नै छु साथीहरू, तर अब देख्नमा त यति ठुलो छु। अब हाइट ठुलो भएर मान्छेले 20-25 वर्ष पनि भनिरहेको हुन्छन्। अब तर त्यस्तो चाहिँ मेरो बेहोरा चाहिँ पटक्कै छैन क्या साथीहरू, त्यो एउटा पनि छँदै छैन बेहोरा चाहिँ। मेरो भाइको बरु मभन्दा राम्रो छ होला, मेरो चाहिँ छैन बेहोरा चाहिँ, त्यस्तै हो। म अलि हावाई टाइपको हो। त्यसपछि चाहिँ म फेसवास लाउन लागेँ। फेसवासले मुख धुन लागेँ साथीहरू। आज चाहिँ मैले धुन चाहिँ धुन्थेँ, कहिलेकाहीँ बिर्सिहाल्छु क्या साथीहरू। अब यस्तै हो, बानी नभयो भने हरेक कुराको बानी हो, बानी भयो भने चाहिँ गरिन्छ। अब बानी भएन भने त यस्तै हो, अब बानी छैन। अनि त्यसपछि कहिलेकाहीँ गर्छु, नत्र त्यस्तै हो, बानीले मुख धुने आउने भित्र, त्यस्तै हो साथीहरू। अनि मेरो चाहिँ धेरै कुराहरू अब बोलीमा, भिडियोहरूमा, अब क्वालिटीमा, हरेक कुरामा चाहिँ मेरो छैन, राम्रो छैन। कमी कमजोरीहरू धेरै होला, सजेसन दिनु होला मलाई, राम्रो मलाई हौसला दिनु होला, मलाई सपोर्ट गरिदिनु होला। मलाई चाहिँ अब मेरो धेरै मिस्टेकहरू होला साथीहरू। भर्खरै बनाउन लगाएको मैले 1-2टा भिडियो बनाएको भर्खरै। मलाई अब त्यस्तो एक्सपिरियन्स छैन, पछि बिस्तारै राम्रो गर्दै जाने हो। सबैले चाहिँ अब राम्रो सजेसन गरिदिनु होला, सपोर्ट गरिदिनु होला साथीहरू। अनि त्यसपछि यो कपाल कोर्दाखेरि मलाई चाहिँ जहिले मम्मीको याद आउँछ, अनि मेरो स्कुल फ्रेन्ड के 10सम्मको तिनीहरूको याद आउँछ क्या साथीहरू मलाई। त्यति बेला म कपाल कोर्दाखेरि कोरेर कहिलेकाहीँ म जान्थेँ, कहिलेकाहीँ मम्मी घर नभएको बेला, जङ्गल गएको बेला म कोरेर जान्थेँ कि, अनि साथीहरूले थाहा पाइहाल्थ्यो क्या मैले कोरेको दिन त थाहा पाइहाल्थ्यो तिनीहरूले। अनि लट्टा हेर्नु न अहिले पनि त्यस्तै छ क्या साथीहरू। त्यसपछि म पढ्नतिर लागेँ, तर अब मैले चाहिँ के गर्छु भनेर दिनभरिमा कुराहरू सेयर गर्न खोजेको साथीहरू। फेरि देखाउनलाई पढी यताउति चाहिँ नभनिदिनु होला, मेरो इन्ट्रान्स आइरहेको छ, त्यही भएर चाहिँ म पढिरहेको थिएँ। मलाई अब त्यो देखाउनलाई पढी चाहिँ नभनिदिनु होला। मैले चाहिँ त्यो तपाईँहरूमा अब के गर्छु भनेर चाहिँ मैले सेयर गर्न खोजेको हो साथीहरू। अब यताउति देखाउनलाई पढी यस्तो उस्तो त्यस्तो चाहिँ अन्यथा केही पनि नलगिदिनु होला। अनि त्यसपछि मैले त्यो कपालको कुरा निकालेको थिएँ नि। अब कोही साथीहरूले अब मसँग पढेको 10सम्म कसै साथीले देख्यो भने चाहिँ भन्छन् होला क्या, मम्मीले कोरेको कपाल चाहिँ तिनीहरूले अलग्गै थाहा पाउँथ्यो क्या जहिले पनि। मलाई यो कपाल कोर्न लाग्यो भने चाहिँ मम्मीको याद आउँछ कि, अब मम्मीको याद त जति बेला पनि आउँछ, तर कपाल कोर्दाखेरि त अझै बेसी। अनि त्यसपछि चाहिँ रन्जिता रेडी भएको थिइन्, मलाई रन्जितालाई एकचोटि देखाइहाल्ने। त्यसपछि म खाना खान गएँ साथीहरू। खाना खाएर लुगा धोइदिनु भएको थियो, होस्टेलमा चाहिँ अब धोइदिन्छन् नि त लुगाहरू मेसिनमा। अनि मैले धोइदिनु भएको थियो सरले, अनि मैले ल्याएर सुकाउन लागेँ छतमा। यस्तो राम्रो हावा चलेको थियो कि साथीहरू, यस्तो राम्रो हावा चलेको थियो। अनि छतमा सुकाएँ। छतमा गयो भने त आनन्द लाग्छ कि, कस्तो राम्रो देखिन्छ होइन। अनि त्यसपछि त्यहाँ पनि मलाई यस्तो रमाइलो लाग्छ, छतमा गयो भने त तल आउनै मन लाग्दैन। अनि यसरी हेर्नु सबै कस्तो राम्रो भ्यूहरू देखाएको थियो, धरहराहरू, अनि त्यो देखिन्छ हेर्नु न कस्तो राम्रो के। अनि त्यसपछि यता घुमेँ उता घुमेँ, सब हेरेँ छतबाट। हजुरहरूलाई पनि मैले देखाएको छु। एकदम राम्रो लागिरहेको थियो क्या मलाई, कस्तो राम्रो लागिरहेको थियो। त्यसपछि आएँ, अलि स्किन केयर गरेँ, यस्तो गरेँ। त्यसपछि चाहिँ मेरो कम्प्युटर क्लास जाने टाइम भयो। अनि त्यसपछि कम्प्युटर क्लास जानको लागि चाहिँ म रेडी भइरहेको थिएँ। अब कम्प्युटर क्लास जानलाई कम्प्युटर सिकिरहेको छु नि त साथीहरू, अनि त्यो कम्प्युटर क्लास जानलाई म रेडी भइरहेको थिएँ। अब मेरो लिमिटेसनहरू, कमी कमजोरीहरू त धेरै नै होला साथीहरू, नहोला चाहिँ भन्दैन। मलाई सबैले सपोर्ट गरिदिनु होला साथीहरू, हौसला दिनु होला अरू भिडियो हाल्नको लागि। मैले सुधार्नुपर्ने कुराहरू भनिदिनु होला कमेन्टमा, केही अप्ठ्यारो नमानेर, कहाँ के बिग्रिन्छ सबै भनिदिनु होला साथीहरू। अब चाहिँ म लागेँ कम्प्युटर क्लासतिर। के कस्तो लाग्यो कमेन्ट गर्नु होला, अनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला सबै।